हेलो एभ्रिवान, नमस्कार। दिपा सिंह कुकिङ भिडियोमा हजुरहरूलाई स्वागत छ। यहाँ फर्सीको मुन्टाको अचारको रेसिपी लिएर आएकी छु। यो फर्सीको मुन्टाको अचार एकदमै मिठो स्वादिलो हुन्छ, अमिलो पिरो टक्क परेको हुन्छ। यसमा प्रशस्त मात्रामा भिटामिन फाइबर हुन्छ। यो सागमा हजुरले पनि एकचोटि यो रेसिपी ट्राई गर्नुहोला अनि यसरी नै फर्सीको मुन्टाको अचार बनाएर खानुहोला। भिडियो हेर्दा चाहिँ स्किप नगरिकन भिडियो हेरिदिनु होला। फुल भिडियो वाच गर्नुभयो भने मैले यो फर्सीको मुन्टाको सागको अचार कसरी बनाएकी छु भन्ने कुरा हजुरले सबै थाहा पाउनुहुनेछ। अब म बनाउनतिर लाग्छु, हजुरले हेर्दै गर्नुहोला। फर्सीको मुन्टाको अचार बनाउनको लागि मलाई आवश्यक पर्ने जति फर्सीको मुन्टा एक मुठा लिएकी छु। हजुरलाई कति आवश्यक पर्छ त्यति ल्याउन सक्नुहुनेछ। फर्सीको मुन्टा केलाउन त सबैलाई आउँछ, अब म केलाउँदै गर्छु। मैले केलाइसकेकी छु। कमलो भागलाई भाँचेर राखिसकेछु। अब यसलाई छिपेको भागलाई मैले फालिसकेँ। यसलाई एकदमै मजाले सफासँग 4-5 पटक पानीले पखाल्नुपर्छ। अब यसमा म पानी राख्छु। यसमा माटोहरू भएको पनि सबै जान्छ। यति पानीले चाहिँ पुग्दैन, धेरै पटक पखाल्नुपर्छ। यो देखाउनलाई मात्रै मैले यसरी पानी राखेकी छु। यसलाई मजाले धारामा लगेर पखाल्नुपर्छ। यसलाई म 2-3 मिनेट यतिकै भिज्नको लागि छोडिदिन्छु। यसमा माटोहरू भएको पनि सबै जान्छ। यहाँ फर्सीको मुन्टालाई राम्रोसँग 5-6 पटक मैले पानीले पखालिसकेँ सफासँग। अब यसको अचार बनाउनतिर लाग्नुपर्छ। मुन्टाको सागको अचार बनाउनको लागि मैले यहाँ ग्यासमा प्यान बसालेकी छु। प्यान पनि तातिसकेको छ। यसमा अब म राख्दैछु तोरीको तेल। मैले लगभग 2 चम्चा जति तोरीको तेल राखेँ। आफूलाई आवश्यक पर्ने जति हजुरहरूसँग तोरीको तेल छ भने तोरीको तेल पनि राख्न सक्नुहुनेछ। अब आफूले कुन कुकिङ ओइल युज गर्नुहुन्छ त्यो गर्न सक्नुहुन्छ। अब यहाँ तेल तातिसकेको छ। यसमा म फुराउँछु मेथी, जिरा, एउटा सुकेको खुर्सानीलाई भाँचेकी छु। अब यहाँ मेथी, जिरा, सुकेको खुर्सानी फुराइसकेपछि यसमा म मसिनो गरी काटेको लसुनलाई पनि फुराइदिन्छु। अब लसुन, मेथी, जिरा, खुर्सानी यतिको हल्का ब्राउन कलर भएपछि यसमा अब राख्छु फर्सीको मुन्टा। यसलाई सफासँग धोएर यसरी भाँचिसकेको छु अघि नै। अब म यसमा राख्छु थोरै बेसार। बेसार सुरुमै फुराउँदा पनि हुन्छ, अहिले राख्दा पनि हुन्छ। मैले थोरै आधा चम्चाको पनि आधा चम्चा थोरै बेसार राखेँ। अनि यसमा म नुन राख्छु। नुन चाहिँ आफ्नो स्वादको अनुसार राख्न सकिन्छ। 1 चम्चा, सानो चम्चाको 1 चम्चा नुनलाई राखेँ। नुन बेसार राखेर यसलाई चलाउनुपर्छ। अहिले चाहिँ यो साग एकदमै भोरी भएको छ, गलेपछि अलिक कम हुन्छ। अब यो सागलाई 2-3 मिनेट म यतिकै एकछिन कभर नगरिकन पकाउँछु। अब यो सागबाट पानी निस्किँदैछ। पानी राखेर पकाउनु पनि पर्दैन, सागबाट आफै नै पानी निस्किन्छ फर्सीको मुन्टाबाट। अब यसलाई म 3 मिनेट जति कभर गरेर पकाउँछु। यतिको मुन्टा भइसकेपछि बेला बेलामा यसलाई चलाउनु पनि पर्छ। यस सागबाट एकदमै पानी निस्केको छ फर्सीको मुन्टाबाट। फेरि म कभर खोल्दैछु। अब यसको अघिभन्दा अलिक पानी पनि सुकिसकेको छ, कम भइसकेको छ मुन्टामा भएको पानीहरू। यो साग धेरै बेर पकाउनु पनि पर्दैन, चाँडै नै पाकिहाल्छ फर्सीको मुन्टा। फर्सीको मुन्टालाई मैले यहाँ मिडियम फ्लेममा पकाइरहेकी छु। अब यसको पानी लगभग सुकिसकेको छ सागको पानी।
अब यसमा राख्छु मसिनो गरेर काटेको प्याज, एउटा सानो प्याजलाई। यसमा टमाटर पनि राख्न सकिन्छ, राख्न मन छ भने टमाटर पनि राख्न सक्नुहुन्छ। म चाहिँ टमाटर राख्दिनँ। यसमा अब म राख्छु हरियो खुर्सानी, गोलो गरी काटेकी छु। 2टा हरियो खुर्सानीलाई राख्दैछु। हजुरले पिरो कतिको खानुहुन्छ त्यो अनुसार खुर्सानी राख्न सक्नुहुन्छ। अब फेरि म यसलाई चलाइदिन्छु खुर्सानी प्याज राखेर। यसलाई अब कभर नगरिकन यत्तिकै पकाउँदा हुन्छ। मैले ग्यासको फ्लेमलाई पनि अफ गरिसकेँ। अब प्याज राखेपछि अफ गरेँ। अब प्याज राखे सँगसँगै, प्याज र खुर्सानी राखे सँगसँगै यसमा म तिल र आलसको छोपलाई राखिदिन्छु। आफूलाई आवश्यक पर्ने जति मैले 2 चम्चा राखेँ। छोप राखे सँगसँगै यसलाई म चलाइदिन्छु। मैले ग्यासको फ्लेमलाई बन्द गरिसकेको छु ग्यासलाई। यसरी बनाएको आलसको छोप राखेर बनाएको फर्सीको मुन्टाको साग एकदमै मिठो हुन्छ। फर्सीको मुन्टाको साग भने चाहिँ सरी अचार। हजुरलाई ग्रेभी जस्तो खान मन छ भने हल्का पानी राखेर 1 मिनेट जति कभर गरेर पकाउन सक्नुहुन्छ। म चाहिँ यतिकै सुक्खा नै बनाउँछु। आधा कागतीको रस। यसमा अब अमचुर पाउडर पनि राख्न सकिन्छ। अमचुर पाउडर, लप्सीको पाउडर, कालो अमिलो चुक आफूसँग जे छ त्यो राख्न सकिन्छ। अब यहाँ कागतीको रस राखेर पनि म यसलाई चलाइदिन्छु। मजाले चलाउनु पर्छ अमिलो सबै ठाउँ यो अचारमा लाग्ने गरेर। अब यो खानको लागि रेडी भइसक्यो। यसलाई म एउटा प्लेटमा सर्भ गर्छु, राख्छु। यहाँ प्लेटमा अचार पनि राखिसकेकी छु। यसरी बनाएको अचार एकदमै मिठो हुन्छ। हजुरले एकचोटि यो रेसिपी ट्राई गर्नुहोला। यो अचारलाई रोटीसँग, भातसँग यत्तिकै खाँदा पनि एकदमै स्वादिलो हुन्छ। नयाँ साथीहरू हुनुहुन्छ भने जोडिन पनि सक्नुहुनेछ। लाइक, कमेन्ट, शेयर, सब्स्क्राइब गर्न सक्नुहुनेछ। अनि अहिलेसम्म मेरो भिडियो हेरेर मलाई साथ दिँदै आउनुभएकोमा सबैजनालाई थ्याङ्क यू सो मच भन्न चाहन्छु। आजको दिन सबैजनाको सुखमय रहोस्। ह्याभ अ नाइस डे। बाई बाई साथीहरू सबैजनालाई। एकपटक यो रेसिपी हजुरहरूले पनि ट्राई गर्नुहोला। बाई बाई।